हेलो एभ्रिवान सो अस्तिदेखि मलाई फ्रेन्च टोस्ट खान मन थियो होइन मेरो फिडमा पनि त आइराखेकै हुन्थ्यो फ्रेन्च टोस्टहरू तर अरू बेला चाहिँ हामी बिहान ब्रेकफास्ट खाँदैनौँ सिधै लन्चै हुन्थ्यो तर आज चाहिँ बिहान ब्रेकफास्ट खाऊँ भनेर के खाने त भन्दाखेरि लेट्स ट्राई फ्रेन्च टोस्ट भनेर चाहिँ मैले चाहिँ सामानहरू पनि किनेर ल्याइसकेँ अब चाहिँ बनाऊँ है त कस्तो हुँदो रहेछ फ्रेन्च टोस्टको लागि धेरै इन्ग्रिडियन्ट पनि चाहिँदैन बनाना मिल्क बटर र ब्रेड भयो म चाहिँ दुईवटा बनाउन लागेको छु एउटा मलाई र एउटा मम्मीलाई अब ब्रेडमा चाहिँ बनाना हालौँ यो चाहिँ हाम्रो एउटा भयो अब बटर चाहिँ प्यानमा हालौँ त्यसपछि यसलाई चाहिँ अब ब्रेडलाई चाहिँ टोस्ट गरौँ मैले चाहिँ दुईटै साइड यस्तो ब्राउन ब्राउन हुने गरिकन गरेँ त्यसपछि चाहिँ अब हामी हाल्छौँ फाइनली हाम्रो फ्रेन्च टोस्ट चाहिँ यस्तो बनेछ यो मम्मीलाई यो मलाई अब त्यसको माथि चाहिँ हनी हुन्छ नखाने भने तपाईँ हो नि मम्मी चाहिँ हनी नखाने थियो मम्मीको चाहिँ यत्तिकै भयो लेट्स ट्राई कस्तो भयो कस्तो मिठो भएको छ